ठाउँमा सबैजना कसैले रनिङ गर्दैछन्, कसैले भलिबल खेल्दैछन्, कसैले फुटबल खेल्दैछन्, कसैले होइन के गेम क्रिकेटहरू खेल्दैछन् होइन, यस्तो ट्रेनिङहरू गर्दैछन् नि होइन। यस्तो खतरा आफ्नो आफ्नो भविष्य होइन यहाँबाटै यही ग्राउन्डबाट सुरुवात गर्दैछन् केटाहरूले होइन, सबै दाजुभाइ दिदीबहिनीहरूले। तर के हुन्छ अब कसको के हुन्छ होइन, भोलि अब आफ्नो भाग्यमा सबैजनाको के छ, कसले कतिको सङ्घर्ष गरिरहेको छ यहीँभित्रैमा पनि। त्यो भोलि अब यिनीहरूको लागि एउटा कहानी जस्तै भन्छ कि जस्तै हुन्छ नि होइन, टक्क लगाएर आउँछन् भोलि यो गरेको होइन, भोलि चाहिँ उनीहरूलाई याद आउँछ कि उनीहरू सफलता हासिल गरिसक्यो भनेपछि यिनीहरूलाई टक्क याद आउँछ, यिनीहरूको लागि एउटा कहानी भन्छ कि हिजोको दिनमा हामीहरूले पनि यस्तो गरिरहेको थियौँ यार भन्ने जस्तै हुन्छ कि यो भनेको कहानी हो। सबैले आफ्नो आफ्नो कहानी बनाउँदैछन् कि आफ्नो एउटा त्यो इतिहास बनाउँदैछन् भनौँ न यही ग्राउन्डबाट। सुर्खेतको यो ग्राउन्ड खेलकुद भन्छ सुर्खेतको यो ग्राउन्डमा यति धेरै मान्छेहरू आफ्नो भविष्य बनाउँदैछन् है छैन। त्यसैले अब हामी पनि केही गर्नुपर्छ यहाँ आएर यसो टक्क लगाएर भन्ने पनि हो होइन। हामीलाई त अब के नै छ र यार, केही पनि छैन, यस्तै छ गाह्रो छ जिन्दगी, तर पनि ठिक छ।